हेलो सबै मेरो भ्युवर्सहरूलाई नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। मेरो भिडियो चाहिँ निकै लामो ग्याप भयो है। मसँग 2-3वटा पुरानो भिडियोहरू थियो, तर मैले चाहिँ एडिट गर्न नभ्याएको भएर मैले चाहिँ अपलोड गर्नु भ्याएको थिएन। अब चाहिँ म अपलोड गर्दैछु है। अब 2-3वटा भिडियोहरू चाहिँ मेरो पुरानो नै हुनेछ, हेरिदिनु होला है। सबै मेरो अहिलेसम्म चाहिँ 609जना मेरो सब्सक्राइबर हुनुहुन्छ। हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद है, मेरो च्यानललाई चाहिँ सपोर्ट गरिदिनु भएकोमा र मेरो भिडियो हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। म चाहिँ जनवरी महिनाभरि यता रेस्टुरेन्टमा सेफ छुट्टीमा गएको भएर सेफको सिफ्ट कभर गर्नुपर्ने, अनि फेरि स्वस्थानी कथा पनि पढ्नुपर्ने, त्यसले गर्दाखेरि अलिक बिजी भएर मैले चाहिँ भिडियोहरू एडिट गर्न समय पाएन कि, अनि भिडियो अपलोड गर्नु भ्याएको थिएन। त्यसको लागि क्षमा चाहन्छु। अब भने म अलि छिटो भिडियोहरू कन्टेन्ट पाएपछि चाहिँ भिडियोहरू अपलोड गर्नेछु। पुरानै भिडियो हेर्नु है त। पर छ हाम्रो गाडी। हेलो, गुड मर्निङ। हेलो, नमस्ते, गुड मर्निङ। फेरि अर्को भिडियोमा तपाईँहरूलाई स्वागत छ यो रूपा बिन्दास च्यानलमा। आज चाहिँ पिपल मर्गेज डाइरेक्टर सूर्य गुरुङ भाइले चाहिँ अर्गनाइज गरेको यहाँ रनर समथिङ के भन्ने प्रोग्राम छ है, त्यहाँ जाने भनेर हिजो हामी चाहिँ तमुदी ले अर्गनाइज गरेको लोसार कार्यक्रममा चाहिँ इन्भाइट भएको भएर यहाँ आएको थियौँ। त्यो प्रोग्राम मिलेर अनि अल द वे कुलचेस्टर गएर फेरि आउँदाखेरि त टाढा पर्छ भनेर हामी चाहिँ यहीँ होटेलमा बसेको थियौँ। अनि आज चाहिँ अब 8 बजे चाहिँ ब्रेकफास्ट खोल्छ है। 8 बजे ब्रेकफास्ट खाएर चाहिँ 9 बजे चाहिँ तमुदी हलमा चाहिँ घरमा चाहिँ त्यहाँ जाने है। त्यो भएर हामी चाहिँ प्रिपेयर भएको छौँ। यहाँ बुढो चाहिँ हेर अघि नै तर्खर रेडी फर ब्रेकफास्ट। पेट खाली होला। फर्स्ट फ्लोरमा चाहिँ क्याफे बार रहेछ है। यहाँ चाहिँ रिसेप्सन। बास्ना आउँदैछ, मिठो बास्ना आउँदैछ। ब्रेकफास्ट रेडी हुँदै रहेछ। खै सबभन्दा पहिला त हामी जस्तो छ है बाघ। गुड मर्निङ। 223 चट्ट लागेर ट्रबल लजको ब्रेकफास्ट खाने। पहिला पनि हामी यहीँ बसेको, जो त्यहाँ ठिक्क छ। ट्रेन स्टेसन त्यहाँ छ, कार पार्क पनि त्यहाँ छ है, सजिलो छ। ससेजदेखि लिएर बिग ब्रेकफास्ट। माइलो चाहिँ पहिला सुरुमा कफी जुस खानलाई यहाँ छ है। त्यहाँ टोस्टको लागि चाहिँ यहाँ ब्रेड राख्ने पुरा तल आउँछ। पोर्सन सिरियल त्यो छ है। ल आजको यो चाहिँ फुल इङ्ग्लिस ब्रेकफास्ट है। अनि मैले यहाँ सिरियल पनि ल्याएको छु। अनि मिस्टर पुन चाहिँ डिगिङ अलरेडी है। ब्ल्याक पुडिङ छैन, ओके? विदाउट ब्ल्याक पुडिङ इट्स नट गोना बी कम्प्लिट ब्रिटिश कुक ब्रेकफास्ट। त्यही पनि जोस फुल नै छ नि। अब खाने हामी चाहिँ फुल चाहिँ जोस प्लेट भरि फुल छ। आइटम फुल होइन कि है। तपाईँहरूलाई चाहिँ ब्रेड टोस्ट गर्नलाई यस्तो गरेर यहाँ यस्तो राख्ने है। अनि ब्रेकफास्टलाई गई कति होला भनेको 10:75 रहेछ है। मिठो थियो।
यहाँबाट भित्र ल अब चाहिँ हामी लाग्यो क्याम्बोली सेन्टरको ट्रभल ल चाहिँ यहाँ इन्ट्रेन्स चाहिँ यता छ है त्यहाँ थोरै कार पार्क मात्र छ कि त्यही भएर हिजो आउँदाखेरि त कार पार्क नपाएर ऊ त्यहाँ यो सबै कार पार्क रहेछ कि यस्तो मजाको त्यहाँ पार्क गर्यो अनि ट्रेन स्टेसन यहीँ यतातिर फ्रन्टमा चाहिँ पसलहरू रहेछ है माथि चाहिँ रुम 4 तला छ म्याप हेर्दै बुढोको गुगल आन्टीले चाहिँ काम गरेन लेफ्ट म्याच गुगल आन्टीले काम गरेको आन्टी आज सन्डे सबै दौडिने टोलीहरू कोही दौडिने कोही वकिङ गर्ने हेलो मर्निङ हामी चाहिँ खास चाहिँ नेप्लिस रनरहरूको लागि चाहिँ अर्गनाइज गरेको रहेछ है अब यो वर्षको आखिरी अब सकिन आँट्यो नि त त्यसको लागि एन्ड दिस इयरको भाइले चाहिँ अर्गनाइज गर्नुभएको रहेछ हामी चाहिँ जस्ट यसो सपोर्ट गर्नलाई आएको अनि के कसो गर्दै हुनुहुन्छ भनेर मेरो कन्टेन्टमा पनि राखौँ भनेर हो हाम्रो भाइलाई त चिन्नु भयो होला के अरे युट्युबमा दिपक त्यो भाइको त्यो भाइको पोडकास्टमा देखिसक्नु भयो होला के अरे भाइको है जस राम्रो भएको थियो भाइ मेन अर्गनाइजर चाहिँ हाम्रो भाइ है सूर्य भाइ होइन हजुर तर होइन भाइले सङ्घर्ष भाइले भन्नुभयो अनि फेरि भाइलाई चाहिँ सपोर्ट गर्ने भनेर श्रीमानले चाहिँ एक्सेप्ट गर्नुभयो त्यो भएर चाहिँ हजुर हजुर जो सकेको चाहिँ हामी सपोर्ट अरू नसके पनि होइन त्यही भएर नमस्ते हामी त रनर त होइन के अरे तर यसो हेर्नलाई के कसो गर्नुहुन्छ भने छुट्टीमा बिहान उठ्नु सबभन्दा ठुलो कुरो बेडबाट आउट हजुर दोस्रो कुरो त अब वकिङ ठुलो रनिङ अन्त झन् ग्रेट एलिमेन्ट हैन ल अब को आउँदै गर्छ नि हेर्दै गरौँ है ब्याग हुँदो रहेछ है सबै यता नमस्ते नमस्ते ब्याग हुँदो होइन नमस्ते है मान्छे त थुप्रा बहिनी नमस्ते मलाई चिन्नुभयो रूपा यहाँ त ब्यागको रहेछ त है यस्तो रहेछ है भाइहरू त याद छ नचिनेको मलाई आउँछ मैले सबैलाई त भनेको थिएँ आउँछ है भनेर भनेको थिएँ आमा खतरा देखेछु त अनि के भयो ल्याइदिउँ होइन हामी ए त्यसरी बहिनी सिङ्गर यो हाल्नाले म चाहिँ जानकार है होइन म ए अर्को मान्छे होइन म चाहिँ सिङ्गर हो अनि अहिले चाहिँ मैले वाटरसपमा चाहिँ सुटिमा ज्वेलरी एन्ड कलेक्सन खोलेको छु त्यहाँ चाहिँ हाम्रो पुरै ट्रेडिसनल ड्रेसहरूदेखि लिएर अर्नामेन्टहरूदेखि लिएर नेपालमा बनिने ह्यान्डमेड सामानहरू सबै चिजहरू पाउँछ अनि हाम्रो जस्तै युकेमा बनेको युके स्वेटरहरूदेखि लिएर लुकीहरूदेखि लिएर होलेको लुकीहरूदेखि लिएर सबै चिजहरू चाहिँ एकै ठाउँमा पाउने चाहिँ अहिले सुटिमा ज्वेलरी एन्ड कलेक्सन खोलेको छु थ्याङ्क यू आज चाहिँ रन गर्न आएको ल अल द बेस्ट है थ्याङ्क यू थ्याङ्क यू भाइ रनिङ होइन जति पनि युकेको अब रनिङ अर्गनाइजेसनहरू छ उहाँको चाहिँ आज हाम्रो पिपल मोर्गेजको भाइले चाहिँ होइन अर्गनाइज गरेको सो मेरो पार्ट अब त्यही इन्टरटेनमेन्ट अलिकति Every month we have a group of runners in Rushmore where end of each month हामीले चाहिँ एउटा long run गरेपछि चाहिँ we have either a meal out in the restaurant or going to somebody's house and have a message.
त्यो गर्दाखेरि चाहिँ हाम्रो कस्तो आइडिया आयो भने वाइ सुड बी जस्ट डु विदिन रसमो कम्युनिटी सो यसरी कुरा आउँदाखेरि लेट्स join all our community in the UK for a end of year celebration run गर्दाखेरि सूर्य दाई हाम्रो सोल्टी दाईहरूले चाहिँ we just formed a WhatsApp group and the rest is history. And just to give you a heads up guys, we have got almost about 96 participants today in such a short notice, which is an amazing feat for us, especially without any organization. I mean, we just thought this would be a very casual run. The whole team has enjoy Gandos, connect Gandos, and then everybody has got a very, first of all, because every day-to-day life, everyone's busy. But we thought at least once a year, सबैजना आफ्नो दाजुभाइ दिदीबहिनी मामा माइजू सबैजनाले चाहिँ यसरी कनेक्ट गरेर running, let's take running as a form of exercise, as a way of enjoying and making a day a successful day. Let's quickly go through Azako, kind of the event. So there are 4 groups. First group saying it will be a 10K run, which will be led by Surya Dai. Probably everybody knows Surya Dai. Second group will be 16K, which will be a road running, led by Love Dai. Group 3, 21K, which is a trail run. Which will be led by Sumit Solti. Sumit? Yeah. And last but not the least, group is group number 4, which is 21K run. It's a road running led by Amro Pradeep Dai. We've got Janki, Didi Pani, yeah, we've got a nurse Didi as well. So in case he you can always contact me. लागि है ममङ हुँदैछ अहिले कति 10 बजे चाहिँ सुरु अरे है नेपाली रन चाहिँ तमुदी एसोसिएसन भवन हो है अब यहाँबाट चाहिँ सुरु हुँदो रहेछ यहाँ चाहिँ मेन बाटो चाहिँ यहाँ भयो यहाँ पार्टी फङ्सन यताउति के हुँदाखेरि चाहिँ यहाँ हुन्छ हाम्रो पनि नम्बरी पार्टी यहीँ भएको थियो 95 कि 96 जना हुनुभयो रहेछ जस नेपालीहरूको रनरहरू युकेमा यति धेरै हुनु भनेको त एकदम राम्रो हो कि जस्ट टाइम टु टाइम यसरी अर्गनाइज गरिदिनुपर्छ हेल्थको लागि अब सबै फोटो खिच्ने भने रनर टोलीहरू छ 21 करोड यता 25 यता म चाहिँ 10 होला 21 trail running 10 के हो यो 16 You especially go back to continent. Oh yes, हिँड्दै जाने त्यो फेरि फर्केर आउने यस्तो मजा गरेछ हामी चाहिँ बिस्तारै हिँड्ने भएको भएर छोडियो अरू चाहिँ अगाडि जाँदैछ भने यो के हो यो फुल नेपालमा एउटा त्यो लोतो भन्ने हुन्थ्यो त्यस्तै पो फुलेको रहेछ त ट्रेनको लेक क्यानलहरू रहेछ यहाँ मजाको रहेछ है
बाबु दामी छ बाबु हजुर रसमुरको हामीले गर्छौँ रसमुर के 10K यही हो होइन उता एउटा गर्छौँ नि हामी प्रायः 10K चाहिँ उता यो होइन के अरे वेल्सली 10K क्या त त्यो चाहिँ उता उता हो यो होइन ए ओके ओके ए पहिला गरेको त्यही गोर्खा कप भन्छ नि ओके पहिला त्यही त खुसी लाग्यो सुरु गरे ठाउँमा गरे प्रोग्रामहरू पनि हेर्नु गरिदिन्छ सुरुमा जान्छौँ अब यता हजुर पोल्चेस्टर पक्का रुट चाहिँ यताबाट गएको उहाँहरू चाहिँ यताबाट अनि एक चक्कर लगाउनुहुन्छ एक चक्कर कता रुट मिलाएर उतैबाट निक्लिने बाटो छ ए त्यो किलोमिटर मिलाउनको लागि चाहिँ ब्याग आउनु नि सक्छ लङ चाहिँ हजुर हजुर ए यहाँ मर्निङ वक गर्ने ठाउँ त यस्तो राम्रो रहेछ है क्यानल यस्तो मजाको क्यानल रहेछ है यहाँ त पुरा बोट रहेछ है सानो सानो प्राइभेट बोट ए हामी चाहिँ यतातिर यसो वकिङ गरेर फेरि फर्किने हो त माथि गएर ठाउँमा त यस्तै के है यस्तै नाला अँ यसरी भत्किएर के एउटा गएको यस्तो जहाजहरू त 2-3वटा त त्यो भत्किएको कुन ठाउँमा माथि कुन ठाउँतिर फेरि फर्किने है फ्यामिली लज पाएको रहेछ यो चाहिँ वकिङ गर्ने ठाउँ त यस्तो राम्रो छ कि यहाँ चाहिँ यस्तो मजाले यो फ्यामिली लज मिनी रेल उस रहेछ है यहाँ चाहिँ सानो रेल रहेछ के अरे तर अहिले चाहिँ छैन अब हामी चाहिँ फर्किने अघिको ठाउँमा फर्किने पुगेको छैन ल यहाँ आइपुग्यो हामी चाहिँ यता एक राउन्ड लगाएर आइयो अनि आउनेहरू आउँदैछन् होला हामी चाहिँ त्यति मात्र यसो वकिङ गरेर आइयो चले अब भित्र हामी फर्स्ट भइयो है ए उही हामी चाहिँ 50 किलोमिटर रन गरेर आइयो ल अब अरूलाई चाहिँ कुर्दै गर्ने म्याराथन कुदिसकेको अरे सिडनी म्याराथन लन्डन है बिचमा यताउता पनि कुद्ने अनि भाइ बाबुको नाम सुशान्त सुशान्त बाबु युके जन्मिएको हैन युके जन्मिएको मान्छेको नेपाली भाषा बोली हेरेर त कस्तो प्रष्ट है त्यो एउटा इक्जाम्पल हो हाम्रो विदेशमा बस्ने नेपालीहरूको नानीहरू कस्तो हुनुपर्छ भनेपछि बाबुको मम्मी पनि ड्याडी पनि म्याराथन गर्नुभयो है ड्याडी र मैले पहिलो म्याराथन लन्डन कुदेको 3-4 वर्ष अगाडि अब यसपालि कुद्ने विचार छ ड्याडी ल ए यसपालि चाहिँ मम्मीको पनि नाम निस्क्यो है र तिनजनालाई अल द बेस्ट है विनर ट्रोलीलाई खै रिबन भाइ वेलकम हामी चाहिँ 50 किलोमिटर रन आइपुग्नु भएछ स्वागत छ हामी चाहिँ सबभन्दा अगाडि आइयो अब चाहिँ यहाँ सबै अहिले चाहिँ यहाँ भेला हुन्छन् है कसके है बहिनीको नाम अम्बिका अम्बिका राई लु वेल डन है 10K हामी झन् 50K हिँडेर 10K-कोहरू आउनुभएछ है अरू आउँदैछन् के कुद्नु भयो है हजुर 16K हामी भर्खर 138 मा हामीले सक्यौं we were in a group of I think about like 12 people ओके तर आधा अगाडि आयो आधा पछाडि आयो हामी चाहिँ मिडलको हजुरको नाम मेरो सुभाष कायस्थ हजुर कता बस्नुहुन्छ म फानबरा हजुर ल वेल डन है थ्यांक यू भेरी मच वेल डन 10K ल वेल डन रकी कुदिसक्नु भयो होइन नमस्कार नमस्कार अनि शिव तामाङ कता बस्नुहुन्छ सरोके कुदै फानबरा बस्नुहुन्छ ए भनेपछि एक चक्कर लगाउनु भयो म त हो नि त रुट त थाहा छैन है हामी त हिँड्न नसक्ने भएर हामी एउटा रिपिट चाहिँ गर्न परेन एउटा लुप बाङ्गटिङ्गो हुँदै हजुर सानो रोटी पाके अनि भाइ चाहिँ रन
रनर हो कि जस्ट आज चाहिँ ओकेजनल रनर हो Okay. पार्क रनर चाहिँ हो पार्क हरेक runner है? स्याटरडे पार्क रन कुद्छु अनि हजुर रनिङ मनपर्छ ए, हबी नै हो हेल्थको लागि त राम्रो हो नि हजुर हजुर म पनि पहिला त रनर हो हजुर। आर्मीमा के अब दिदीबहिनीहरूको हुन्छ नि त त्यसमा तर पछि चाहिँ मेरो घुँडामा चाहिँ अलिकति इन्जुरी भयो अनि त्यसपछि चाहिँ कुद्नु छोड्यो हजुर। जस 13 किलोमिटरहरू बुढाइमा हुँदाखेरि प्रब्लम चाहिँ हुन्छ मेरो पनि छ दिदी अलिअलि ए हो तर फिक्स हुन्छ बेला बेला फिक्स गर्ने फेरि कुद्ने ठिक छ, कुद्ने ठिक। पासनहरू चाहिँ हजुर। छोड्नै मन लाग्दैन हेल्थको लागि पनि राम्रो हो होइन हजुर, ल जोस् बधाई छ भाइलाई है वेल डन भाइहरूलाई कति के हो हामीहरू चाहिँ क्या फर्स्ट त कति के हजुरहरू चाहिँ 10K ल बधाई छ ल दौडिनु पर्यो यहाँ बधाई छ नानीहरूलाई बधाई छ 10K वेल डन नानीहरू कति के 10K वेल डन हजुरहरू चाहिँ 10K 15K 16 ल सङ्घर्ष भाइ पो हुनुहुँदो रहेछ ल बधाई छ कति के भाइ 18 के भएछ दिदी 18K 16 के 18 के भएछ 16K को 18 दुई के बडी कुको हाम्रो ल अब जरिमाना दिनु पर्यो अरे ल बधाई छ है 18K को लागि ल नपुगेर यहीँ रन गर्नु ल वेल डन सूर्य भाइ अलिअलि आइसक्नु भएको छ आउँदैछन् ल सूर्य भाइ पनि आउनुभएको छ ल वेल डन मेरो नाम अफिसियल नाम अर्कै छ तर चिन्ने नाम चाहिँ एजरा श्रेष्ठ युकेमा चाहिँ मोस्ट अफ द नेपाली कम्युनिटी अथवा सबैले चाहिँ एजरा श्रेष्ठ भनेर चिन्नुहुन्छ अनि म भाइ चाहिँ डिजिटल कन्टेन्ट क्रिएसन गर्ने काम गर्छु जस्तै फोटो भिडियोहरू अहिले चाहिँ त्यो इभेन्टहरू गर्थेँ अहिले चाहिँ रेस्टुरेन्टहरू कुनै व्यापार व्यवसायहरूको चाहिँ अब विज्ञापनहरू फोटोहरू छोटो डिजिटल कन्टेन्टहरू बनाउने काम छ होला ब्लग्स च्यानलहरू छ युट्युब च्यानलहरू पेजहरू छ प्रोडक्सन 3 भनेर छ प्रोडक्सन आई भन्ने छ होइन प्रोडक्सन 3 भनेर अरूहरू पनि छन् हामी चाहिँ प्रोडक्सन आई त्यो आईको मतलब चाहिँ तीनवटा आई फोटो भिडियो म्युजिकसँग रिलेटेड चिजहरू हामी गर्छौँ भनेर चाहिँ भन्न खोजेको तर वास्तवमा 3 नै हो थ्याङ्क यू है भाइ कति के कुद्नु भयो बहिनी 12 किलोमिटर वेल डन हामी चाहिँ यस्तो रमाइलो गरेर कुदेको हजुर। फोटो खिच्दै गफ गराउँदै ठिक छ अनि नि, साथीहरूसँग यताउता देख्दै के गरेर खुब रमाइलो भयो त्यही भएर ठिक छ फेरि जानु पर्ला जस्तै खाना खाएर जाने हो हेल्थको लागि राम्रो हुन्छ नि होइन दिदीलाई नि गर्नु भनेको के अरे मैले त्यो भनेको अब म चाहिँ अब प्रिपेयर भएको थिएन तर थोरै वकिङ चाहिँ गरेँ वक मात्र अनि स्पेसली साथीहरू कति पछि भेट्यो अनि उनीहरूसँग गफ गर्दै गर्दै नयाँ कुरा सुन्दै घर बसिरहेको हिँडेको टाइम बितेकै थाहा हुँदैन नि त्यसो गरेर रनिङ सोसल रन गरेपछि रनिङ इज फन विच एभर वे होइन स्यास्या गरेर मात्रै रनिङ हुँदैन नि त वाट एभर यु फिल कम्फर्टेबल त्यही गर्नुपर्छ कि थ्याङ्क यू बहिनी वेल डन है थ्याङ्क यू फर टुडे ओके ल अरू पनि आउनुभएको छ यतातिर है कोही आउँदैछन् हजुर त के अरे उसमा टिकटकमा खुब देखिन्छ नि होइन मैले खुब हेर्छु नि हजुरको जोस् आज यहाँ भेटेँ ए ल जोस् के अरे कति के कुद्नु भयो 25 आमा ल वेल डन है ल खुसी लाग्यो भाइ लु एक दुईवटा कुरा भनिदिनु न भाइ आजको प्रोग्राम चाहिँ जो सक्सेस भयो होइन अनि थ्याङ्क यू सबैजनालाई आइदिनु भयो होइन हजुर हाम्रो यो सानो सोसल खास सेलिब्रेसन अब वर्षभरि धेरै दौडियो दुःख गरियो अझै सबै मिलेर चाहिँ फेस्टिभ सिजनमा क्रिसमस न्यु इयर लोसार विभिन्न चाडपर्व छ यसमा यो होलिडे सिजनमा चाहिँ यसो सेलिब्रेसन गुड वेमा जस मेन चाहिँ भाइले यो अर्गनाइज गरिदिनु भयो सबैको लागि चाहिँ धेरै धेरै धन्यवाद है किनभने यो हेल्थको लागि पनि एकदम राम्रो हो यसमा म मात्र हुँदैन हाम्रो फाउन्डरको हाम्रो रनिङ ग्रुपहरू छ ग्रुप छ होइन प्रदीप सुमित भीम धेरै छन्
अनि यो सामु हाम्रो जस तपाईँहरूको टिमलाई चाहिँ धेरै धेरै धन्यवाद है हामी पनि यहाँ आएर यसो हेर्न तपाईँ पाइयो यदि टाढा कुलचेश्वरबाट आउनुभयो सधैँ हाम्रो इभेन्टहरूलाई सपोर्ट गर्नुहुन्छ एकदम धन्यवाद दिदी हुन्छ धन्यवाद भाइ अब नेक्स्ट इयर भयो भने नेक्स्ट इयर चाहिँ यसो वकिङको लागि चाहिँ प्रिपेयर भएर आउँला है भाइ हजुर थ्याङ्क यू भाइ बाबुहरू त 16K को ल 16K 25K 18K जाने हतार पर्यो है जाने भाउजू अब 10-15 मिनटमा आउनु बित्तिकै आउँछु भनेर भन्नु ए उताबाट कतिसम्म बस्नुहुन्छ आज भइहाल्नुहुन्छ हामी छिटो त्यो सिद्धाएर आइहाल्छौँ सक्दिनँ ल है अलिक टाढा छ है आमामा चटपटेदेखि लिएर यहाँबाट यसो हेर्नु पऱ्यो चटपटे बहिनी खै त जेठानी ए लिइसक्नु भयो ए ल स्टार्टर अरे यो चाहिँ अब मेन कोर्स पनि छ भन्ने सेलरोटी आमामा कत्रो सेलरोटी त अरूलाई मोटिभेसन गर्नुलाई चाहिँ नयाँ सुठोस् न यस्तो यस्तो कुरोले त गरेछ नि भनेर त्यही त अब त्यही त हामीले नेपालीले के बुझ्नु पऱ्यो भने स्टेजमा म जानु त्यहाँ लायकको छ कि छैन भन्ने त पहिल्यै बुझ्नु पऱ्यो पहिला बुझ्नु भयो त्यो त माने त्यही भएर त्यहाँ जाँदाखेरि अनि जति पनि अब स्विमिङको पनि च्यालेन्ज हुन्छ नि स्विमिङ नानीको नाम पर्बिना कता बस्नुहुन्छ अंशुल है अहिले कति किलोमिटर 11 है वेल डन है मेरो नाम चाहिँ रूपा हो रूपा पुन हो तर भोलको नाम चाहिँ रूपा बिन्दास कुनै टेन्सन नलिने टेन्सन फ्री टेन्सन भए पनि टेन्सन नलिने बिन्दास Subscribe, like and share and comment as well. Good comment. Yes. नानी चाहिँ के अरे नाम तीर्थ गुरुङ अनि रनर्स नै हो रन्डा बोल्सको हो ल वेल डन है तर दुईजना पनि लेडीहरूमा यङहरूमा एकदम एक्टिभ है यिनीहरूले ट्रेल वर्कर गरेन कि 100 माइल कि 140 कति गरेन कि यिनीहरूले देखेर हामीलाई पुरा ठकान लाग्छ about recognizing certain individuals within this community. In fact, most of them is actually within this room, for the year 2025. So, your individuals, if I call their names out, please stand up and just all raise your hand. What they have achieved this year is some amazing feats. So, let's start with this particular individual. She has completed Nepalma recently booked a 777 half marathon. Not only that, she has completed 3 marathons: Brighton, London, Berlin. Sorry, the list goes on. London to Brighton 100K, and many other races in 2025. Could I have Homa please? Next individual, UTMB this year. Not only that, he has also completed 7-7 marathon in Nepal. Last but not the least, thank you, brother. Now this individual is more jealous than your individual son. The reason why is because this person has done almost 3 major marathon in a year. This year, to name few of them, he's traveled to Sydney, Tokyo, Chicago, as well as New York, and London last year. Cool. Can you guess? Pradeep? Yes, he's one of the Pradeep Guru. This individual, he's completed 7 major marathons: Tokyo, London, Chicago, New York,
but Boston and recently Sydney. This individual is none other than Mr. Padan Kumar. Who has ran his first marathon in the year 1984. So that's probably when I was not even born. That is in Hong Kong, coast of China. He completed Chicago Marathon in 1986 with a timing of 2 hours 49 minutes. Now here's the thing. He completed without any carbon-plated shoes, if you're and no energy gel. And lastly, he completed London Marathon in 1988. So this individual is none other than Mr. Subhas. Most of the timing is daily banana. So I just got this at the last minute. Actually, brother, what is your timing? If you can let the audience know. 34 minutes something, I'm not too sure. Congratulations. Once again, Prakash Guru and Manda Guru, fastest Nepalese couple for Gorkha Walk, winner and male and female. So, well done. So 2025 Gorkha Trail Walker Business. We've got two category winners. First, Manta Bhotia sprint winner, the fastest Speedy Gonzalez, none other than Sumit Guru. Completed 22 loops, covered 147.40 kilometers in 22 hours. This individual name is Mr. Yampuri. Please come up and speak. So he is the Gorkha Ultra winner for 2021. Thank you so much. Thank you. This section is more about recognizing our Nepalese running community. First community is Rushmore Nepalese Running Club. Now, just to give a bit of Rushmore Nepalese Running Club. I'm sure most of them know about this community running club. Tara, brother, if your hall bitra, if nobody or somebody needs to know about Tapaiko Community Running Club, it's so choto mito ma a couple of sabda bhandinuhoस् na है. Hello everyone. Hello. सबैजनालाई नमस्कार है. अनि नाइस टु मिट यु all. मायाहरू सेयर गर्नु पाएँ. अनि सबैजनासँग आज यहाँ भेट्नु पाएँ. यसको लागि चाहिँ हाम्रो सूर्य दाइ, सुमित brother अनि गिभ दाइलाई थ्याङ्क यू आजको दिन अर्गनाइज गरेर हामी सबैजनालाई भेट्ने अपर्च्युनिटी दिएको मलाई. Thank you very much. Basically, I just wanted to talk a little bit of our organization, Rushmore. Yeah, it is a social running club, right? And let's say we run Monday evening around 6:30 every Monday. We are still daily. We just celebrate our 3 years anniversary. हामीले रसमोर एरियामा गर्छौँ. पान्ड्रो पोल्डर्सट अनि होलिडेको पनि गर्छौँ. या सन्डेज मेबी सन्डेज अनि हाम्रो इज कोफाउन्डर छ. उसले चाहिँ हाम्रो यो लोगो हाम्रो रसमोर नेपाली रनिङ क्लबको लोगो पनि डिजाइन सबै गरेको. The guys and everyone behind the team who made this event possible today. Like Dai said, we do mainly just Monday runs. Our focus is mainly Monday. If you have a good day, if you have a bad day, it's like hitting the refresh button. And so like to have a safe space every Monday
no matter if it's just one person turning up or for a group turning up, to have that space no matter what, if it's raining, if it's snowing, to still have that space for Luna, where everyone can come, even if you're walking, jogging, running, training for a race. And it's just having that space and making sure everyone feels welcome. And yeah, that's what we do. Well, yeah, there isn't, compared to everyone else, just a small group have turned up today. I think we don't target like a set, like a group of people. 283 kilometers, he finished that. Not only that, he participated and finished the 7-7 Nepal Marathon. Now, he's also the founder of Runnables. Could I have on stage Mr. Ruben Gutierrez? Hello everyone. I didn't know I had to do a speech. I just came for a run and some good food. So I'm going to go home now. So Runnables, we've been going for nearly 9 years now. So thank you to everyone who's been a part of the journey and who is about to join us and become a part of the journey. Well done for everyone, whether you have gone out for a 2K walk, whether you've walked to the fridge in the kitchen, or whether you've completed a marathon. Like, all movement counts, and that's just what we're trying to share with everyone. And what we try to do is we don't want to just turn up to an event and run it and go home. As a community. First and foremost, thank you so much for Tiger for organizing this. You know, as you guys know, we've come a long way with the whole running community, Runnables, Nepal Run, Arna, so I believe in that. And yeah, I really want to say the backbone of the community in our society has grown really strong. And I hope we all continue the same momentum, challenge ourselves for more crazy challenges for the community, encourage the youth, and this kind of event still carries on. And nevertheless, guys, if you haven't signed up, you need to sign up for Runnable Volta Ultra for summer and 777. I want to see everyone. I don't know who is here. Everyone is here. I want to see you sign up for either half marathon or marathon challenge. And you know, Nepal Run 10K run. We have that. We have the summer edition and winter edition Volta Ultra. And there's many other races. I believe other running crew are gonna establish as well. And that would be great to see our own community members being present in those events. So, very proudly on Nepali Dhaka to be Daura Sura. He not only did that, he achieved 7 major marathons. He's finished it. Also finished 7-7 Nepal Marathon as well. Recently, I believe that he finished the Extra Nepal Run long distance triathlon winner as well, the first event. Yep, and list goes on. Got 2 more, World Championship, long distance triathlon, 2025 held in Spain, representing Nepal. And lastly, 5th in Save the Planet Triathlon Olympic distance run. Now he's the founder of Nepal Run, as well as Haran Run. He's none other than Mr. Samir. But if you could say some few words about Nepal Run as well. Namaste and good afternoon. I think I should speak in English because of Ruden and I would love to speak in Nepali fluently. Well, where is Ruden? Well, he understands half a bit nowadays. Half a bit. Anyway, firstly, I'm so grateful to be here today, this morning and till now and later on. I would like to thank Suryaji, Pradeep and whoever involved in this event. And this event is frankly doing in the whole life. So we are together today, we understand each other, our interest is same.
It's all about running, fitness, and this is organic and healthy lifestyle. Firstly, well done and congratulations for today. Those who ran or walk or whatever, as Ruden said. When you go to the freeze and come back, you still the runner. Yeah, because you cover the distance. For me, everyone is a runner. Life is a running. You're chasing something in your life. But only the thing is, what you are chasing for. Is that the goal is healthier, organic, productive? That's the only difference. The other thing is we have motivation and inspirations, 3 parts. One is past, one is present, one is future. Everyone like runners, juniors, seniors, and veterans. Because the events, the things we've been doing in either Nepal or UK or across the world is connecting our communities by running sports. Now that's happening. We have a plan. 107. 107? Well done, brother. 1,352.11 kilometers for 2025. Well done. So, is this risky? We need to ask Sumit for you. Well done and kudos to this brother. Yes, brother is going to introduce himself, right? Let me introduce myself. My name is Madhukar Limbu, and this is my first, let's say 16K? I don't know. I like to thank my friends, Kiran Gurung, Milan, and especially Lok Gurung, who encouraged me all the way to the peak. Pragna Roy. Vishnu Dewan. I just found out why I'm getting cold. I'm at work inside. Would you like to say some few words of experience and a journey as runners? I'll pass you. You want to put it away? There if you want. You want to come? जस्ट आज म चाहिँ घुँडा दुखेर नआउने विचार थियो तर आउँदाखेरि चाहिँ एकदम सरप्राइजिङली सबैलाई भेट्न पाएँ है धेरैजनासँग चिनजान भयो जस्ट प्रायः जस्तो त मैले चिनेकै छु र यो मेन चाहिँ हाम्रो यो अर्गनाइजरहरू लभ भाइ प्रदीप भाइ रस्मु तपाईँहरू रस्मु सूर्य भाइ मेरो त भाइ है उहाँ दाइलाई भर्खर चिन्न पाएँ उहाँको अचिभमेन्ट देखेर हामी झन् है जस्ट यस्तो पनि मान्छे हुनुहुँदो रहेछ जसले चाहिँ पहिला 84मै कुद्नु भएको रहेछ यहाँ है अब लेजेन्डरी भनौँ न उहाँ होइन हजुर सबैलाई अचिभमेन्ट पाउनु भएकोलाई फेरि पनि धेरै धेरै कन्ग्रेचुलेसन अनि यो अर्गनाइजरलाई चाहिँ एकदम थ्याङ्क यू भन्न चाहन्छु कि यस्तो प्रोग्राम भनौँ न यो एन्ड अफ द इयर ऱ्यापअप चाहिँ एकदम राम्रो भयो होइन अब हामीलाई सबैलाई रनिङ कम्युनिटी एकै ठाउँमा भेला भएर अझ रनै गरेर एकदम उत्सव जस्तो गरेर मनाइयो त्यसको लागि धन्यवाद भन्न चाहन्छु यति नै मेरो कुरा है हजुरहरूको अचिभमेन्ट अझै बढ्दै जाओस् है अनि अघि 16 किलोमिटर कुद्ने भाइले नेक्स्ट इयर चाहिँ ऊ रुडेनको अवर थाप्नलाई हात बनाउनु पर्यो Thank you on behalf of all our volunteers and we were there to support you all the time thank you. Happy New Year! Thank you so much, brother. Right, and also a special mention to Amratamudi UK Live for providing this wonderful venue. Sorry, I forgot the name. The hall was free. Thank you.
students, हामीले भर्खरै स्टार्ट भएको छ. There is also made sure about meetingsहरू भयो last minute मा यताउता गर्ने. So probably you guys would know them. So this event wouldn't have happened without Umrah Student Day. नमस्ते सबैजनालाई. सायद you don't know me, मेरो daily job चाहिँ it's all about talking. तर I hate talking on the mic. I hate. I didn't put my name here, so I was not prepared what to say. I a few words. I can be professionally, I'm the financial expert, personal financial expert. I advise on how to become healthy financially. I'm not the expert, so I don't want to talk about the running. My simple principle is I think mostly, sorry Michelle, mostly we are a Nepalese community here. Our Nepalese community, we are far behind in the United Kingdom compared to other communities. So our basic principle is if I am good, that's not enough. Our community is good. If I am wealthy, it's not enough. No, like you don't say it's easy. But community like use, commitment, dedication, service, and selflessness. I highly inspire Santos and Ruden and our Kiran, you running community, they are not just running for themselves, they try to inspire the whole community. I highly inspire, they are my inspiration. सबैजना एक्चुअली यो ताली बजाउनु हो नि है लास्ट इयर सरी मलाई थाहा थिएन हाम्रो सम्मोजीले चाहिँ हि डोन्ट वान्ट टु 7 हाफ म्याराथन हेर्नु न मैले सम्मन द रुडेन डिड 1352 I was hoping maybe I might win त्यो क्याटेगोरी राखेको लकी त्यसैले रनिङ we have not counted the training part, the official part, but training part, but maybe bottom line, around 3,000 miles. I saw that somebody didn't drive 3,000 miles per year. That is the hard part. So your festive season, Christmas, New Year, about celebrate party, main aim is celebration. Which is the reason I'm not about international DJ. Luckily, he is part of my team and the people. He is here to entertain you normally. We still have a lot of dreams to dream. Just say thank you for that. But the last thing I wanted to mention was I'm actually myself. Ruden and Min, we are running London Marathon next year, and we're running actually for a special cause because we lost a fellow runner, one of our dearest friends, Dal Gajiguru. She passed away. Unfortunately, she was aged 39. She passed away from cancer, and we met and connected via running, and a lot of people may know her. And so what we would like to do is we're actually fundraising for cancer research. I started a sweepstake, which is basically, everyone knows I am probably one of the slowest, unfortunate London Marathon runners. The first time I ran, the timing belt had gone. The second time I ran, my chip did not recognize when I crossed over the finish line. So third time lucky, I'm doing it in 2026 along with my two BFFs, Min Sunwar and Ruden Bhutia. So what we wanted you to do is to guess how long it will take me to finish the London Marathon. And in exchange for that, you put your name down on here, put your time, and if you are the winner, you win a year's subscription to the Body Coach app, which is worth £180. It's a small contribution for a very big cause. Hopefully, you'll be able to dig deep, and yeah, like I said, it's a minimum of £3, but anything above is welcome. So yeah, if you could, it would be very much appreciated. And hopefully you'll be there cheering us to cross the finish line. So thank you very much, everybody.
ल अब जानुहोस् थ्याङ्क यू बहिनी है भाइ थ्याङ्क यू लाग्छु है त्यस्तो रेकगनाइज हुने प्लान होइन त्यस्तो रनिङ होइन क्या मेरो एभ्रिडे रनिङ हो तर आफ्नो खुसीको रनिङ क्या त्यस्तो खालको रनिङ थियो ल अब हामी चाहिँ लाग्यो जस प्रोग्राम चाहिँ हुँदैछ है नाच्दैछन् डिनर पनि भएर अब चाहिँ यहाँ गाडी त ब्लक पो भएछ यो कसको निशान त्यहाँ भन्नु न हाम्रो गाडी चाहिँ यहाँ ब्लक भइछ ल आजको प्रोग्राम पनि सकियो अब चाहिँ हामी नर्थ हलतिर जाँदैछौँ नर्थ हलमा म चाहिँ त्यहाँ नातिनी हेर्नलाई बस्नुपर्छ बुढोले चाहिँ त्यहाँ मलाई ड्रप गरेर फेरि कुलचेस्टर जानुहुन्छ अनि आजको प्रोग्राम चाहिँ माइलोलाई कस्तो लाग्यो त एक्सलेन्ट है जस यो मलाई चाहिँ के राम्रो लाग्यो भने नेपाली यङ जेनेरेसन्सहरू पनि यो हाम्रो नेपालीको चाहिँ खालि कस्तो छ भने यो मनस्थिति सोचाइ खालि कमाउने 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 मात्रै भन्छ नि त तर यो पाक रनहरू जस्तै यो नेपाल रन होइन हरेक क्लबहरूको पनि अहिले कम्बिनेसनमा एक दुईजना साथीभाइहरूको नेटवर्किङले गर्दाखेरि सूर्य भाइको प्लान चाहिँ एकदम राम्रो लाग्यो किनभने यो 2025 सालको आखिरी पनि हो जसले जतिवटा म्याराथन गरे हाफ म्याराथन गरे अनेक अल्ट्रा किसिमको रनिङहरू गरे होइन आज त्यहाँ देखियो कोहीले कतिवटा है 127वटा म्याराथन गर्ने मान्छेहरू पनि भेटियो आज होइन 127वटा म्याराथन इज नट जोक होइन त्यस कारणले गर्दाखेरि उनीहरूको सबैको आज यसो अरूले पनि उनीहरूको एचिभमेन्ट सुन्ने अब हामी जस्तो होइन आर्मीमा जति दौड्यो अनि मैले अचम्मै के लाग्यो भने हाम्रो आर्मीको साथीहरूलाई ल न आर्मी रिजर्भमा आऊ भन्दाखेरि सबैले मलाई के एन्सर दिन्थ्यो भने त्यहाँ गयो भने फेरि कुद्नुपर्छ है के फेरि कुद्ने त्यस्तो खालको एन्सर दिन्थ्यो तर आज चाहिँ यहाँ एक्स मिलिट्रीहरू पनि देखियो उहाँ 1984तिर के अरे म्याराथन कुदेको मान्छेहरू नि भेटियो जुन चाहिँ आर्मीकै मान्छेहरू होइन गर्दाखेरि यो आफूले एउटा नेटवर्किङ अथवा मनमा लाग्यो भने के नहुने रहेछ त भन्ने कुरा आजको यो हाम्रो सूर्य भाइको अर्गनाइजेसन थ्रु चाहिँ के मजा लाग्यो भने अनेक किसिमको डिफ्रेन्ट ब्याकग्राउन्डको साथीभाइहरू जसलाई चाहिँ आजकल भनिन्छ नि त हेल्थ इज वेल्थ भनेर होइन अब कमाएर मात्रै थुपारेर हुँदैन मान्छे हेल्थी हुनु पऱ्यो त्यो हेल्थी हुनुको लागि चाहिँ एक्टिभिटिज हुनु पऱ्यो होइन अनि उहाँहरूको इरादा के रहेछ भने जस तन्दुरुस्त बढ्नुको लागि चाहिँ जगिङै गर्नुपर्छ भन्ने होइन 5 किलोमिटर 2 किलोमिटर 16 किलोमिटर वाट रनिङ गर जगिङ गर अथवा वकिङ गर भन्ने रहेछ गर्दाखेरि मलाई बडो के अरे गजब लाग्यो यस्तो कुराहरू चाहिँ हाम्रो कोलचेस्टातिर यो गोरागोरी त गर्छ तर हाम्रो नेपालीहरूले यस्तो गर्दैन अब म इन्डिभिजुअली कुरा गर्ने हो भने मैले भनेको त्यही हो एक्टिभिटिज गर बाहिर निस्क्यु भन्ने मान्छे नै हो तर यो जगिङमा चाहिँ मैले त्यस्तो नेपालीहरूले गरेको देखेन तर यो नेपाल रन धारण रन यो अनेक किसिमको हाम्रो नेपालीहरूले अर्गनाइज गरेको क्लबहरू पनि अहिले एकदम एकअर्कामा के अरे रेकगनाइज गर्ने भेट हुने खालको रहेछ तर आज विशेष गरेर हाम्रो पिपल मर्गेजको डाइरेक्टर सूर्य भाइले गरेको प्लान चाहिँ सबैलाई एक ठाउँमा जम्मा गर्ने अनि 2005को वर्ष एन्ड मन्थमा चाहिँ एउटा सेलिब्रेसन गरेर यो बिदाई गरौँ न त भन्ने खालको रहेछ गर्दा खुब मजा आयो जस खानापिना होइन अनि वर्षभरि गरेको रनरहरूको रेकगनाइज होइन यस्तो कुराहरू पनि थाहा पाइयो गर्दाखेरि जस सूर्य भाइ अनि उहाँलाई मद्दत गर्ने सम्पूर्ण टिमहरू है हामी त आइयो इन्जोय गरियो एकदम पल्टनबाट छुटेको साथीहरू पनि भेटियो है गर्दाखेरि मलाई त मजा आयो धन्यवाद जय चन्द्र सूर्य मेन चाहिँ हाम्रो सङ्घर्ष भाइलाई चाहिँ थ्याङ्क यू भन्नु पर्ला है भाइले भनेर थाहा भएर अनि भाइ मार्फत चाहिँ जोइन हुन पाइयो र धेरै
धेरै मान्छेहरूसँग चाहिँ भेट हुन पाइयो, सबैसँग भेट हुन पाइयो भनौँ न। नत्र अब भाइ मार्फत यसरी आउने मौका पनि मिल्ने थिएन है। अनि भाइले चाहिँ एज अ गेस्टको रूपमा चाहिँ हामीलाई इन्भाइट गर्नुभयो। थ्याङ्क यू सङ्घर्ष भाइ। अनि पिपल मर्गेजको डाइरेक्टर सूर्य गुरुङ भाइ अनि टिमलाई चाहिँ धेरै धेरै धन्यवाद भन्दै आजको यो भ्लग समाप्त हुन्छ। फेरि अर्को भिडियो लिएर आउनेछु। तपाईँहरूलाई कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट अनि सेयर गरिदिनु होला। सब्सक्राइब गर्नुभएको छैन भने टिक्क सब्सक्राइब गरिदिनु होला है त। अनि सबै आजको भेटेको रनर दाजुभाइ दिदीबहिनी एकदम यङहरू होइन, किप रनिङ। थ्याङ्क यू।